अलिकति थोरै मैले खास अलिकति कुरा राखेँ यो खास कमल सरले अहिले जे कुरा भनिरहनु भएको छ नि जस्तै यसमा चाहिँ उहाँले भन्न खोज्नुभएको आशय चाहिँ कस्तो हो भन्दाखेरि जस्तै हामी चाहिँ एउटा किसानको लेभलमा छौँ होइन भन्दाखेरि अब हामीले त त्यहाँनिर फेस गरिरहेछौँ नि अहिले हामीले कफी भनेर किराहरूको पनि त अध्ययन गरिरहेछौँ नि त जस्तो कुन किराले चाहिँ तपाईँको कफीलाई खान्छ अब कफी भनेर खालि फ्रुट त्यो चेरी मात्र त होइन नि त होइन भन्दाखेरि त्यसलाई कस्तो छारी चाहिन्छ के चाहिन्छ अब यस सन्दर्भमा चाहिँ हामीले ग्राउन्डमै त्यो कुरालाई अनुभव गरिराखेका छौँ के कुरामा हामीलाई अलिकति दुःख छ अथवा प्राविधिक रूपमा के कुरामा ज्ञानको कमी भयो अघि बाबु दाइले आफ्नो उसमा भनाइ पनि राख्नु भयो नि त प्राविधिक हिसाबले जस्तो उहाँसँग हाम्रो हिजो अस्ति भर्खरै यसो घुमफिरको सिलसिलामा चियामा पनि यसो हामीले अध्ययन गरिराखेको भएकोले गर्दाखेरि त्यहाँ दाइकोमा पुग्यौँ अनि हामीसँग एउटा चिया प्राविधिक पनि भएकोले उहाँले चाहिँ मलको ठुलो ठुलो खाडीहरू बनाउनु भएको छ क्या त्यो प्राङ्गारिक मल नै बनाउनु भएकोले अनि त्यसमा चाहिँ अझ यसो यसो गऱ्यो भने चाहिँ राम्रो हुन्छ भनेर त्यहाँ सल्लाह सुझाव उहाँले दिनुभयो अब मलाई आज तपाईँसँग के खुसी लाग्यो भन्दाखेरि तपाईँले एटलिस्ट आजै भेटमा त्यो प्लास्टिकको हामीले तपाईँलाई जे कुरा सल्लाह दियौँ होइन तपाईँले त्यो ग्रहण त गर्नुभयो नि त होइन अब हामीले भन्यो मात्रै भने पनि भएन भन्ने हिसाबले चाहिँ कस्तो भन्दाखेरि हामीलाई रियल ग्राउन्डमा जस्तो अब कार्यक्रम पनि चिया तथा कफी विकास बोर्डले त हामीलाई दिन्छ सपोर्ट गर्छ भने हामीलाई कस्तो खालको कार्यक्रम चाहिँ सुइटेबल हुन्छ जस्तै चाहिँ मानौँ तालिम हो कि होइन अथवा प्राविधिक सहयोग हो कि अथवा चाहिँ तपाईँको आर्थिक सहयोग हो कि रोपणमा हो कि प्रशोधनमा हो कि होइन ती कुराहरू चाहिँ हामीले खुल्ला रूपमा हामीले यहाँ छलफल गऱ्यौँ भने चाहिँ जस्तो उहाँहरूले त उहाँहरूको तालुकदार कार्यालय उहाँहरूले चाहिँ बोर्डमा बजेट माग्नको लागि चाहिँ यस्तो यस्तो कुराहरू चाहिँ डिमान्ड रहेछ है अथवा यो कुराको चाहिँ आवश्यकता रहेछ है भन्ने कुरा चाहिँ उहाँहरूले नोट गर्नुहुन्छ अनि त्यो कुरालाई त्यहाँ लगिसकेपछि भोलि हामीलाई फेरि सुहाउँदो खालको कार्यक्रम आउँछ भन्ने आशयमा चाहिँ कमल सरले कुरा राख्नु भएको हो त्यस कारणले आफ्नो कुरा चाहिँ अब खुल्लेरै राखौँ हामीले भन्ने मलाई लाग्छ कि किसानहरूले आफ्नो समस्या चाहिँ राख्नु त्यसो हुँदाखेरि चाहिँ के हुन्छ भने ठ्याक्क हामीलाई नै छुने कार्यक्रम बन्न सक्छ नि त अब बजेटिङ हुन बजेटिङ फेरि ठ्याक्क अब आउने वर्षको बजेट सुरु हुनु अरू तपाईँहरूको भन्नु अलिक ठुलो ठाउँ निकाल्ने बेलाको धेरै कुराहरू तर्फबाट पनि सम्मति विज्ञान केन्द्रको तर्फबाट जनप्रतिनिधि निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट पनि प्रतिबद्धताहरू आएका छन् यो एउटा अनुपम वरदान स्वरूप पृथ्वीमा अहिले जे भएका बालीहरू भइरहेका छन् लुप हुन लागिरहेका छन् केही आएकै पनि छन् र अहिले आफ्ना आफ्ना कठिनाइहरू जताततै छन् अब यी अग्रणी कठिनाइहरू त अहिले समाधान हुन पनि सक्दैन तर कति राज्यले अहिले निर्धारण गरेका कानुनले गर्दाखेरि विज्ञान केन्द्रलाई अथवा जिल्ला कृषि विकास कार्यालयलाई कति कुरा डिस्करेज भएको छ कि कति सजिलो भएको छ अहिले स्वच्छताका कारणले नगरपालिकातिर गाउँपालिकातिर अधिकारीहरू गएका पनि छन् यसले हामीलाई अलिकति असजिलो भएको छ कि एक पाटो अर्कातिर सजिलो पनि महसुस भइरहेको छ र म एउटा कुरा के भन्छु भनेदेखि यो वरदान स्वरूप जुन हाम्रो प्रकृतिमा अहिले जुन बाली नालीहरू छन् हामीले यो जमिनलाई हाम्रो जमिनलाई सबैभन्दा पहिलो कुरा अध्ययन गरेर हाम्रो ठाउँमा के हुन्छ जस्तो अघि हाम्रो आल्बुनन्द पूर्व वडाध्यक्षजीले धेरै कुरा भन्नुभयो साह्रै घर लाग्यो र मैले भन्ने कुरा पनि केही पनि रहेन हाम्रो माटोमा के हुन्छ त्यो कुरा पहिला अध्ययन गरेर प्राविधिकहरूसँग ज्ञानसित लिएर हामी बाली विस्तार गरौँ पहिलो कुरा र पृथ्वीलाई खाली नराख्नु हुन त एकतिर निराशार कुण्ठाहरू छन् युवाहरू जति सबै पलाइन्छन् बुढाबुढीले कति रोप्ने कि चिया रोप्ने कि उता तपाईँको एभोकाडो रोप्ने कि धान खेती गर्ने कि एकातिर व्यक्तिहरूको समाजै दीर्घमित भएको यो अवस्था आली लाग्दो स्थिति त छ तर हामी जति रहेका छौँ अघि